नमस्कार दर्शक महानुभावहरू, तपाईहरूलाई आजको ताजा खबर टिभी युट्युब च्यानलमा स्वागत गर्दछौँ। पछिल्लो 24 घण्टामा देश विदेशमा घटेका घटनाहरू केही मिनेटमै तपाईहरूमा प्रस्तुत गर्न गइरहेका छौँ। भिडियो अत्यन्तै महत्त्वपूर्ण रहेकाले भिडियोलाई सुरुदेखि अन्तिमसम्म फलो गर्नुहोला। केही सुझाव सल्लाह छ भने तल कमेन्ट गर्नुहोला। भिडियोलाई सक्दो सेयर गरी सबै नेपालीसम्म पुर्याउन मद्दत पनि गर्नुहोला। हजुरको एउटा सेयरले गर्दाखेरि धेरै नेपालीलाई केही न केही जानकारी मिल्नेछ। मैले आफूले जानेका बुझेका कुराहरू हजुरहरूलाई बताउने गर्दछु। नयाँ आउनुभएको छ, अझै पनि हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्सक्राइब र साथमा रहेको घन्टीलाई दबाई हामीसँगै जोडिनुहोला। अब ढिला नगरिकन लागौँ आजको विषय वस्तुतिर। अन्ततः भर्खरै युवराज सफल पक्राउबारे आयो ठुलो खबर। रविलाई फसाउँछु भनेका युवराज सफल आफै नराम्रोसँग फसे। कैलालीमा गोठमा मृतक भेटिएकी महिलाको श्रीमानबाटै हत्या भएको पुष्टि। घटना यस्तो रहेको छ। दलित परिवारमाथि फतुवामा निर्घात कुटपिट कसले गर्यो, यसबारे सब जानकारी। भोजपुरमा उम्मेदवारी अघि एमाले छाडेका ध्रुवराज राईले पूर्व मन्त्री शेरधन राईलाई पछारे। बैतडीमा पूर्व प्रधानमन्त्रीका छोरा सहित 7 उम्मेदवारको धरौटी जफत। बालेन शाह र रवि लामी छानेलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएपछि रवि र बालेनले दिए यस्तो जवाफ। कार दुर्घटना हुँदा चालकको मृत्यु। नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा एकै दिन 800 पुस्तक बिक्री। गगन थापालाई चन्द्र भण्डारीको सुझाव, राजीनामा दिने होइन, जिम्मेवारी पुरा गर्ने समय हो। र शीर्ष भ्रष्ट हत्यारा नेता पक्राउ बारे भर्खरै प्रधानमन्त्री सुशीला कार्कीले दिनुभयो यस्तो निर्देशन। अब समाचार पुरा हेर्नुहोस्। दर्शकबिन, कैलालीको भजनी नगरपालिका 9 खुरुइयामा गोठमा मृतक फेला परेकी महिलाको श्रीमानबाटै हत्या भएको खुलेको छ। गत मङ्गलबार होलीको दिन बिहान स्थानीय 55 वर्षका प्रेमलाल चौधरीको श्रीमती अन्दाजी 50 वर्षीय मीना देवी चौधरी आफ्नै घर नजिकै रहेको बाख्राको गोठमा मृतक अवस्थामा भेटिएको भन्दै प्रहरीमा खबर पुर्याएको थियो। शरीरमा चोट लागेको अवस्थामा मृतक भेटिएकी चौधरीको उनकै श्रीमानले हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायक उपरीक्षक डिएसपी योगेन्द्र तिमिल सेनाले जानकारी दिए। उनका अनुसार आपसी विवादका क्रममा प्रेमलालले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्। 28 वर्षीय मगरू चौधरीले कारबाहीको माग गर्दै कर्तव्यज्ञान शीर्षकमा जारी दिएकी छन्। उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै दर्शकबिन, रौतहटमा दलित परिवारका सदस्यलाई निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ। घटना फागुन 19 गतेको हो। घटना लुकाउन चौतर्फी दबाब दिँदै उल्टै पीडित परिवारलाई प्रहरी कार्यालयमा बोलाएर चुपचाप बस्न लगाइएको आरोप प्रहरी माथि लागेको छ। गत फागुन 19 गते दलित समुदायका नरेश राम, सीताराम, ललन राम, बिरजा राम र राजकुमार राम लगायतलाई कुटपिट गरी घाइते बनाइएको स्थानीयले बताएका छन्। पीडितहरूले आफूहरूमाथि निर्घात कुटपिट भएको भिडियो बयान अन्नपूर्णलाई प्राप्त भएको छ। धनुषामा भुवनेश्वर यादव, प्रसिद्ध यादव, नितेश यादव, जगु यादव, नगेन्द्र यादव, सुखारी यादव, गिरधारी यादव, नवीन कुमार यादव र जयप्रकाश यादव लगायतका व्यक्तिहरू संलग्न पीडितहरूको आरोप छ। साथै कुटपिट मात्र नभई दलित समुदायका चेलीबेटीको अस्मितामाथि समेत गम्भीर दुर्व्यवहार भएको उनीहरूले बताएका छन्। घटनापछि उल्टै पीडित पक्षलाई नै इलाका प्रहरी कार्यालय फतुवा विजयपुर लक्ष्मीनिया प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र यादवले नियन्त्रणमा लिएर झुक्क्याउँदै दोषी भनिएका व्यक्तिहरूलाई उन्मुक्ति दिएको स्थानीय
तबरेज आलमले बताएका छन्। पीडितलाई नै पीडा दिने नेपाल प्रहरी अन्तर्गतको इलाका प्रहरी कार्यालय विजयपुरको भूमिकाबारे पनि स्थानीयले प्रश्न उठाएका छन्। घटना संवेदनशील भएकाले सम्बन्धित निकायले निष्पक्ष, पारदर्शी र गम्भीर छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने भएपछि दलितलाई उल्टै अन्याय र अत्याचारको शिकार बनाइएको ललन रामले आरोप लगाए। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले निर्वाचनको समयमा भएको घटनाबारे के कस्तो भएको हो बुझेर दोषी भेटिएमा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। त्यस्तै दर्शकबिन पर्साको सखुवा पसौनी गाउँपालिका 5 मनपुर स्थित गण्डक नहर नजिकै राति जन्ती जाँदै गरेको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा कारमा सवार 1 जना गम्भीर घाइते भएका छन्। बहुदरमाई नगरपालिका 8 रामनगरका साहेब सहनीको घरबाट सखुवा पसौनी गाउँपालिकाको एकदरवा गाउँमा जन्ती जाँदै गरेको BR 0645 नम्बरको कार अनियन्त्रित भई राति 9:15 बजेतिर गण्डक नहर छेउको पिपलको रुखमा ठोकिएर दुर्घटना परेको हो। दुर्घटनामा चालक र अर्को एक व्यक्ति गम्भीर घाइते भएकोमा बाराको नैनता स्थित LS न्युरो अस्पतालमा उपचारको क्रममा चालकको मृत्यु भएको बुझिएको छ। मृतक चालकको नाम र ठेगाना खुल्न नसकेको उनले बताएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका अर्को व्यक्तिको LS न्युरो अस्पतालमै उपचार भइरहेको उनले जानकारी दिएका छन्। त्यस्तै दर्शकबिन राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा रहेको बताएका छन्। मोदीले सामाजिक सञ्जालमा लेखेको पोस्टमा जवाब दिँदै रविले यस्तो बताएका हुन्। मोदीले रवि लामिछाने र राजसपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेको र उनीहरूको जित र राजसपाले हासिल गरेको सफलताका निम्ति बधाई दिएको बताएका थिए। सोही पोस्टमा जवाब फर्काउँदै सभापति रविले लेखेका छन्, प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू तपाईको शुभकामना नेपाली जनताको लोकतान्त्रिक जनादेशलाई सम्मानपूर्वक स्वीकार गर्नु भएकोमा धन्यवाद। राजसपा र हाम्रो सरकार आपसी सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध सुदृढ बनाउन प्रतिबद्ध रहनेछ। यसका लागि राजसपाले विकास कूटनीतिलाई प्राथमिकता दिनेछ। उनले सहकार्य अझ सुदृढ गर्दै भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा राखेको पनि बताएका छन्। सडक तथा अन्य पूर्वाधार मार्फत सम्पर्क विस्तार, साक्षी, पर्यटन, ऊर्जा तथा व्यापारका क्षेत्रमा दुई देशको सहकार्यलाई अझ सुदृढ गर्दै भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा छ, जसले दुवै देशका जनताको समृद्ध भविष्य सुनिश्चित गर्नेछ, उनले लेखेका छन्। मोदीले भने रवि र बालेनसँग न्यानो वार्ता भएको भन्दै आगामी नयाँ सरकार गठनका लागि आफूले शुभकामना दिएको समेत बताएका छन्। दुवै देशको आपसी समृद्धि, प्रगति र कल्याणका लागि भारत उनीहरूसँग सहकार्य गर्ने प्रतिबद्धता रहेको सन्देश आफूले दिएको पनि मोदीले बताएका छन्। हाम्रो संयुक्त प्रयास मार्फत आगामी वर्षहरूमा भारत नेपाल सम्बन्ध नयाँ उचाइमा पुग्नेछ भन्नेमा म विश्वस्त छु, उनले लेखेका छन्। त्यस्तै दर्शकबिन म्यादीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुन चुनाव जिते लगतै किताब बिक्री गर्न पोखरा पुगेका छन्। स्वतन्त्र उम्मेद्वार बनेर दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वी चौक महेन्द्र लगायत ठाउँमा आफ्नो आत्मकथा बिक्री गरे। एकै दिन 800 पुस्तक बिक्री गरेर रु 6 लाख आम्दानी भयो, उनले भनेका छन्। बिक्रीका लागि काठमाडौँबाट थप पुस्तक मगाएको छु। पोखरामा पुनसँग फोटो खिच्ने र हस्ताक्षर गरेर किताब किन्नेहरूको भिड लागेको थियो। पुन संस्थापक रहेको
राष्ट्रिय आविष्कार केन्द्र मार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महावीरले 3 वर्ष यता आत्मकथा पुस्तक लेखेर बिक्री गर्दै आएका थिए। बाँकी अपडेट अर्को भिडियोमा।